So, hello and namaste, Jodolapa. Welcome back to my channel. So, it's your boy, Hit Boy Neres from Daiku Modification. So, आज चाहिँ यस्तो घाम लागिरहेको छ यार अनएक्सपेक्टली बादल पनि कालो कालो थियो बिहानसम्म ओहो बच्चा डर लाग्छ हौ बच्चा बच्चा र केटी पाठाहरूदेखि सावधान बच्चाहरूको ठेगानै हुँदैन घुर्र काँड कुद्छ केटीहरू स्कुटर चलायो भने यस्तो डरलाग्दो हुन्छ राइटको साइडबाट लेफ्ट गइरहेको हुन्छ पठावालाहरू म्याप हेर्दै कहाँबाट कहाँ घुमाइन्छ थाहै हुँदैन सो यो भिडियो चाहिँ के को बारे भन्दाखेरि मलाई धेरैले सोधिरहेको हुन्छ होइन र कमेन्ट पनि मैले देखेको थिएँ युट्युबमा टिकटकमा पनि देखिरहेको हुन्थ्यो सिबिआरले माइलेज कति दिन्छ So is it worth to buy CBR on 2026? So my answer is yes, but कति कुराहरू चाहिँ बुझ्नुपर्छ है CBR किन्दाखेरि. So I am a mechanic plus I have been riding this bike since 4 years. अनि यो बाइकको राम्रो र नराम्रो कुरा म भन्छु है. राम्रो कुरा यो बाइकको माइलेज 250cc भए पनि मलाई यसले माइलेज 40 लगभग 40 अराउन्ड दिन्थ्यो र दिइ पनि रह अनि इभन आई हेभ इन्स्टल इजेकै इट्स अ पर्फर्मेन्स एउटा त्यो हो फ्युल इन्जेक्टरको त्यो हाल्दा पनि मलाई यसले 40 को माइलेज अराउन्ड दिन्छ अनि 40 को अराउन्ड माइलेज कसरी दिन्छ भन्दाखेरि आई बिन होइन धेरै रेभ हानेर चाहिँ चलाउँदैन अब हुन्छ नि कोही कोही त अब वामा हुँ गर्दै चलाउने बानी हुन्छ त्यो चाहिँ छैन म त्यो गर्दिनँ किनकि आफ्नै मेहनतको पैसाको पेट्रोल हो त्यो अनावश्यक पटाएर काम छैन अनि यो बाइकको अर्को राम्रो कुरा भनेको इट्स रिलायबल अब होन्डा रिलायबल होइन यो बाइक रिलायबल हो अहिले होन्डाको बाइकहरू पहिला जस्तो बलिएर छैन टु बी अनेस्ट अनि अर्को कुरा यसको राम्रो भनेको पार्ट्स एकदमै सस्तो सोरुममा पनि यसकै सामान किन्न पाउँदा नि सस्तो छ होइन आफ्टर मार्केट यसको सामान पाउनु गाह्रो छ स्टक सामानहरू त्यो आफ्टर मार्केट पाउने भने फ्युल पम्प मोटर के भन्छ नि त्यस्तो टाइपको पाउँछ ब्लक किटहरू त्यस्तो पाउँदैन अनि आफ्टर मार्केट बेच्ने मान्छेहरूले चाहिँ प्रायः जस्तो अब मैले यसको ब्लक सिलिन्डर किन्न नपाउँदा मैले बाहिर सोधेको थिएँ है उसले मलाई 30,000 भन्यो सोरुममै 19,000 चान्जुन छ विदाउट भ्याट साइड गरेर त्यही लगभग 23,000 को हरारीमा हुन आउँछ तर बाहिर मैले सोधाएर 30,000 भनेको थियो मलाई त्यो पनि म भन्छु कसले भनेको भनेर म स्क्रिनसट हालिदिन्छु अनि अर्को राम्रो कुरा यसको भनेको यो बाइक स्पोर्ट्स टुरिङ हो इट क्यान गो अफ रोड इजिली अफ रोडमा यसको पावरहरू मजाले पुग्छ नो ल्याग जस नेपालको रोड कन्डिसन अनुसारले यो बाइक एकदम बेस्ट हो सो अब नराम्रोको पछि जाउँ है त यो बाइकको नराम्रोको पछि भनेको फर्स्टमा एकदम नराम्रो भनेको यसको ब्रेकिङ हो है पछाडिको ब्रेकिङ छँदै छैन अनि मैले चाहिँ यसमा एबिएसको क्यालिबर युज गरेको छु त्यही कारणले मेरो ब्रेकिङ चाहिँ भन्ने ठाउँमा छ तर डिक्साइड फेर्नु पऱ्यो भने त्यसको नि 3800 समथिङ छ तर मजाले
1 इयर जति झन्डै टिक्छ डिस्क प्याड विच इज वर्थ इट ओरिजिनलको कुरा अरे है कपी चाहिँ काम छैन फेरि डिस्क प्याड तपाईँको 2 महिना पनि टिक्दैन अब त्यो डिपेन्ड्स अन हाउ यु राइड होइन अनि अर्को कुरा यसको खत्तम भनेको पार्ट्स पाउन एकदमै गाह्रो छ मेरो बाइक 15 इयर्स ओल्ड भइसक्यो त्यही पनि बाइक चाहिँ अझै नै मिन्ट कन्डिसनमा राखिरहेको छु समहाउ सामान पाउनु गाह्रो छ त्यही पनि अब त्यही हो बल्ल बल्ल सामान पाउँछ फेरि पैसा भएको बेलामा सामान पाउँदैन अनि अर्को नराम्रो पछि भनेको यसमा डिस्प्ले ठुलो छ अगाडिको डिस्प्ले ठुलो भएको अनुसारले यो बाइक एकदम वबल हान्छ है ट्याङ्क स्ल्याप हान्नेमा एकदम माहिर बाइक हो अब इफ मैले कति याद गरेछु होइन ड्युक्सु चलाउने अनि अरू बाइक चलाउने मान्छेहरूलाई सिबिआर दियो भने क्र्यास गरेकै देखेछु मैले म्याक्सिमम मान्छेले जसले सिबिआर पहिलेदेखि चलाइरहेछ त्यसलाई कति टाइमिङमा कति ब्रेक हान्ने गियर डाउन गर्दाखेरि बाइक फेरि यस्तो नाच्छ मेरोमा त स्लिपर क्लच है 1 फिङ्गर हुन्छ अरू बाइक चलाउने मान्छेहरूले दियो भने सिबिआर क्र्यास गरेर ल्याउने फिक्स हो अनि त्यही हो बाइकमा चाहिँ अब नयाँमा अपग्रेड पनि खासै केही दिएन त्यो एलइडी हेडलाइट एउटा अनि ग्राफिक चेन्ज त्यो बाइक केही पनि दिएन तर होइन त्यति त्यो भन्दा नि वी आर होइन ह्याभिङ अ गुड इन्जिन विथ ग्रेट माइलेज अनि पर्फर्मेन्सको त कुरै नगरौँ 100 चाहिँ यस्तो चाँडो छुट्दैछ हुन त अहिलेको ड्युकको कम्पेयरमा चाहिँ यसको पिकअप छैन होइन बट स्टिल होइन इट म्यानेज टु सबैले समाउने क्या अब जस्तै फर इक्जाम्पल R5 भित्रीको कुरा गरौँ R5 भित्रीको पर्फर्मेन्स 155cc भए पनि बबाल छ बिफोरको चाहिँ छैन है फेरि अनि मेरो चाहिँ माइलेज कसरी दिन्छ भन्दाखेरि म खासै त्यति रेप गरेर चलाउँदिनँ यो बाइक रेप गर्दै नगर्ने भने गर्छु तर एनी टाइम मैले कति मेरो केटाहरूको हेरेँ होइन कहीँ जाँदाखेरि पुरै उनीहरूको टोटल पुरै केबलै सकिसक्यो हुन्छ क्या पुरै आरपिएम लक हुने गरिकन चलाउँछ तर म त्यसरी चलाउँदिनँ द्याट्स वाइ मेरोमा माइलेज पनि दिन्छ अनि टाइम टाइममा ओटो सेन्सर सफा गर्नुपर्छ सिबिआरको ओटो सेन्सर सफा गरेपछि बाइकको माइलेज पर्फर्मेन्स यस्तो बवाल हुन्छ अनि एभ्री 8-9,000 किलोमिटरमा टोटल बडीमा अब अलिकति कार्बनहरू जम्छ त्यो पनि सफा गर्दाखेरि बेस्ट हो सो मैले यो बाइक किनेर मैले लगभग 4 लाख जति झन्डै खर्च गरिसक्यो अब मेन्टेन गर्नु पऱ्यो अहिले चढिरहेको बाइक होइन अब यतिकै हावामा किनेको क्या मैले बाइक चाहिँ त्यो किन्छु भनेर माइन्ड प्रिपेयर गरेर किनेको बाइकै होइन क्या हावामा पैसा पनि थिएन होइन मसँग जम्मा 3-4 हजार थियो बाइक किन्छु भन्दाखेरि चाहिँ अनि एउटा दाइसँग मैले 50,000 लिएँ मसँग स्कुटर थियो स्कुटर 7 लाख बेच्थेँ 1 लाख रुपियाँ भयो अनि 1 लाख अन्डरमा किनेको बाइक हो अनि बाइक पनि अब दोस्तै पनि प्रोम्याक्स थियो यो बाइकमा मैले गतिलो सामान पाएको त्यो बेलामा पाएको भनेको एउटा ब्याट्री नयाँ ब्याट्री थियो
त्यसपछि एउटा स्पिडोमिटर, यो बडी पार्ट्स त छ नि यसमा च्याइसिस र इन्जिन मात्र यसको हो क्या, पछि त सबै चेन्ज गरेको, इभन ट्याङ्क पनि चेन्ज गरेको हो। अनि अहिले चाहिँ मैले यो फाइबरको ट्याङ्क कभर बनाएर राखिरहेको छु, ट्याङ्क माथि हाल्ने। त्यो चाहिँ हामीले 3 महिना लाएर बनाएको, बाइक 3 महिना थन्काएर, एकदम मेहनत छ त्यसमा चाहिँ। थ्याङ्क्स टु हाकु दाई, हाम्रो फाइबर बडी बनाउने दाई र पेन्टर एउटै हो। अनि दाई चाहिँ ओमान पहिला गएर पेन्ट सेन्टको त्यस दाईसँग एकदम नलेज छ। अनि दाईले चाहिँ बाइकको फाइबर बनाउनुभन्दा पहिला गाडीको हुन्छ नि ठुल्ठुलो बसहरूको फाइबरको बम्परहरू बनाउनु हुन्थ्यो। अनि दाईसँग एक्सपिरियन्स खत्रै छ फाइबर बनाउने। अनि विपुल दाई पनि, थ्याङ्क्स टु विपुल दाई, जस दाईहरूले गर्दाखेरि मेरो बाइक यतिको बनेको बनेको। पहिला त बाइक त केही नै थिएन, खुङ्गु त थियो नि। अनि दाईहरूले गर्दाखेरि मैले इजेके पनि पाएको हो। अनि गुड डिल, एकदम राम्रो प्राइसमा मैले इजेके पाएको थियो। यो इजेके ट्युन गर्न चाहिँ एकदमै अप्ठ्यारो थियो है। अहिले बल्ल बल्ल मैले ट्युन गरेँ इजेके। अनि बाइक चाहिँ सिटीमा एकदम आनन्दले चलाउनुपर्छ। माइलेज यसले त 40+ दिन्छ। म पहिला नयाँ बजार बस्दाखेरि मलाई 1000 रुपियाँको पेट्रोल, त्यो बेला अब 1 वर्ष अगाडि कुरा गरौँ, 1000 रुपियाँको पेट्रोल त अलि धेरै हुन्थ्यो अहिले कम्पेयरमा। अहिले पो तपाईँको पेट्रोल महँगो भयो। अनि अहिले नि मलाई रामकोट बस्छु म, रामकोटमा बस्दा नि 1500 को पेट्रोल इनफ 1 मन्थको लागि। इभन मैले त्यो इजेके भन्ने इन्जेक्टरमा तब फ्युल हेरेर पठाउने युज गर्दा पनि होइन, एकदम राम्रो रेस्पोन्स पनि छ बाइकको। टोटल रेस्पोन्स हेर्नु, मान्छे जिउ फाल्छ कहिलेकाहीँ त। सो त्यही हो, मलाई यो बाइकको ओभरअल सबै राम्रो लाग्छ। त्यो एउटा होन्डाले पार्ट्स चाहिँ यसको इजिली एभाइलेबल बनायो भने चाहिँ यो बाइक अझै नै चल्छ। डिस्कन्टिन्यू भए पनि यो बाइकको पार्ट्स ल्याएर नेपालमै एसेम्बल गर्न थाले नि म चाहिँ यस भन्छु यो बाइकलाई। सो आई लभ दिस बाइक, नट बिकज इट्स माई ओन, बट द वे इट पर्फर्मेन्स बोल्न आएन, यस्तै हो हामी नेपाङ्ग्रेजी बोल्नेहरूले। यसको पर्फर्मेन्स राम्रो, माइलेज राम्रो, हतपत बिग्रिँदैन, रिलायबल त्यस्तै, त्योभन्दा के चाहियो। घाममा डढे यार म त। सो त्यही हो, यति भन्दै म अहिले बिदा माग्दै। सो बाई, टेक केयर, राइड सेफ, राइड हार्ड, सी यू अन द नेक्स्ट भ्लग।